दुई कम्पनीको आइपिओ फेरि खुल्दैछ। सो कुन कम्पनीको त कति गतेदेखि खुल्दैछ त त्यसको बारेमा तपाईहरुलाई जानकारी दिनेछु। पहिलो कम्पनी रहेको छ स्नो रिभर्स लिमिटेड। यो कम्पनीको आइपिओ सर्वसाधारणको लागि वैशाखको 29 गतेदेखि जेठको 1 गतेसम्म बिक्री खुला हुनेछ र कम्पनीले सर्वसाधारणको लागि टोटल 7,78,125 किता सेयर छुट्याएको छ। प्रति किता 100 रुपैयाँको दरले भर्न मिल्नेछ र 10 किता मात्रै भर्दा भइहाल्छ। त्यसैले 1000 रुपैयाँ पैसा लाग्नेछ यो आइपिओ भर्नको लागि। इस्यु म्यानेजरको रूपमा चाहिँ सानिमा क्यापिटल लिमिटेडलाई राखिएको छ र त्यसैगरी सर्वसाधारणको लागि नै आइपिओ खुलाउने अर्को कम्पनी रहेको छ कलङ्ग हाइड्रो लिमिटेड। यस कम्पनीको आइपिओ जेठको 8 गतेदेखि जेठको 13 गतेसम्म बिक्री खुला हुनेछ र कम्पनीले सर्वसाधारणको लागि 28,70,000 किता सेयर छुट्याएको छ र प्रति किताको मूल्य 100 रुपैयाँको दरले भर्न मिल्नेछ। इस्यु म्यानेजरको रूपमा चाहिँ सानिमा क्यापिटल लिमिटेडलाई राखिएको छ। यो आइपिओमा पनि 10 किता मात्रै भर्दा भइहाल्छ, त्योभन्दा धेरै भरेर कामै छैन। सो यी दुई कम्पनीको आइपिओ भर्नको लागि 2000 पैसा रेडी गरेर राख्नुहोला। सर्वसाधारणको लागि नै खुलाउँदैछ यो दुवै कम्पनीले, त्यसैले सबैले भर्न मिल्नेछ। यो आइपिओ भर्नको लागि रेडी भएर बस्नुहोला। आइपिओ सम्बन्धित अपडेटहरू थाहा पाउनको लागि हामीलाई फलो सब्स्क्राइब गरेर राख्नुहोला।